Hello everyone, welcome back to my channel. I hope तपाईहरु सबैजना सन्चै नै हुन्छ होला। म पनि फिट एन्ड फाइन नै छु। आज चाहिँ घुम्नलाई म पाखरीबास आएको छु। यतातिकै प्लान नगरी घरदेखि त्यतिकै हामी चाहिँ जहिले अन प्लान घुम्न आउँछौँ। तर यहाँको चिया बगान चाहिँ अहिले चाहिँ सबै काटेको रहेछ। परतिर चाहिँ अलिक राम्रो रहेछ। एकजना चाहिँ यता पर हिँड्दैछ, उसको अनुहार ननिकाल्नु पर्ने अरे, त्यही भएर मलाई छोडेर अगाडि 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 हिँड्दैछ। तर यताबाट चाहिँ राम्रो रहेछ चिया बगान, होइन? यता मात्रै काटेको रहेछ, यता चाहिँ हरियो कस्तो राम्रो देखेको क्या है। ओइ फर्क चाहिँ के हो त्यो माटोले बनायो कि साँच्चै हो? के चाहिँ हो त्यो प्लेन हो कस्तो खञ्चेली खञ्चे भन्छ। प्लेन हो त्यो तपाईँ हो के माटोको होइन? रियलै हो? हो र? यहाँदेखि भ्यू चाहिँ हेर्नु कस्तो राम्रो देखिन्छ। छिर्दिन्छ? टिकट लाग्छ। उडाउनु पाउँदैन? नजारा जस्तो आज तर धेरै मान्छे रहेछ हौ। तर पानी कस्तो राम्रो देखेछ क्या यो सनसेटले गर्दा। म चाहिँ अस्ति एकचोटि साथीहरूसँग आएको थिएँ, अनि उसलाई पनि आएको थिएन र देखाऊँ भनेर आज लिएर आएको। कस्तो अनुभव भइरहेछ? गदा जस्तो। कति रिस उठ्ने? अनि यो के हो त? आज त बोक्नै पर्छ नि, यतिको नबोकी त के गर्नु, होइन? यतिको त बोक्नै पर्छ साथी हो। अहिले त्यो बोक्दा उसलाई गदा जस्तो फिल भयो भन्छ। घुम्न त आएको त नि, यति त सामान आफ्नो बोकिहाल्छ। जहिले हाम्रो चाहिँ हिँड्दा यस्तै हुन्छ क्या, झगडा परेको केमा कुरै मिल्दैन क्या, कुरै मेल खाँदैन। यसो यहाँ तर यता त कस्तो राम्रो भएछ क्या, चिया बगान हरियो क्या है। के चाहिँ के सर्प हुन्छ हौ? हल्लिन्छ त नि बिहासम्म। किराहरू के होला नि? के हुन्छ नि यस्तो ठाउँमा? कति राम्रो। तर अस्ति हामी आउँदा यस्तो थिएन नि ब्रो। अलरेडी योभन्दा यति साह्रो हरियो भएको थिएन क्या, अहिले राम्रो भएको रहेछ। बस्तीको टाउन मेरो साथीहरूसँग आउँदा चाहिँ यहाँ बसेको थियौँ, तर यो चाहिँ सबै भत्किएछ हाम्रो यता माथि। होइन गाइस, होइन अस्ति उसको साथीहरूसँग आएर बसेको थियो, त्यहाँदेखि कुर्सीहरू यस्तो भएको। हजुर हो, हामीले भत्काएको। यहाँ बसेर फोटो खिचेको थियो क्या, यहाँदेखि दामी निक्लिन्छ नि बुढो सिन क्या। यहाँ बसेर खिच्यो भने क्या तल पोखरीहरू दामी निक्लिन्छ। यहाँ बसेर खिच्छ? होइन यहाँ क्या, यहाँ यसमा बस्ने? त्यहाँ बसेको थियो हामी। राम्रो बस्ने यहाँ चाहिँ अलिकति अडेर। म सक्छु। नगर त्यस्तो प्लिज। आफै बनाएको तल होला नि त, होइन र? भ्यू चाहिँ कस्तो राम्रो छ है गाइजहरू। यहाँनिर अरू बेला त बोट पनि हुन्थ्यो नि, बोटिङ पनि हुन्थ्यो। यहाँ पनि हुन्छ नि। तर जस मजाको माथि चाहिँ है गाउँहरू तल झरेपछि त्यस्तो छ क्या। र मलाई यहाँ आउनु चोपर धेरै मन लाग्छ क्या, कस्तो रमाइलो लाग्छ क्या। चिया बगानै बगान। के भन्छ श्री अन्तु अनि इलामको यस्तो सम्झना मेटाउने ठाउँ हो क्या, नजिक पनि होइन। त्यहाँ पनि हेर्ने भने चिया बगानै हो। यहाँ हेर्ने भनेको पनि चिया बगानै हो। अब टाइम थोरै हुँदाखेरि टाढो जानु नसक्दाखेरि चाहिँ यहाँ आएर चिया बगान घुम्यो भने चाहिँ त्यताको सम्झना चाहिँ मेटिन्छ है। अन्त बे भनिदेऊ न यो ठाउँको नाम, होइन कहाँदेखि छिर्छौँ? पाखरीबास भिलेदेखि भित्र। तर सब प्रायः मान्छेहरूलाई थाहा छ, किनभने धेरै आउँछ नि त यहाँनिर। त्यहाँनिर पिकनिक खाने स्पोटहरू पनि छ, देखाइदिनु न बराबर बेबी। अनि त्यो हामीले त्यो के भाडामा लिएको होइन आजलाई? अब हामी यहाँदेखि आज धरान जाँदैछौँ। हामीले के भन्छ पर्सनल त्यो गरेको छौँ, आज रिजर्भ गरेको छौँ। फेरि पाइलट चाहिँ म हो नि फेरि। थुकाइदिन्छ होला। बोटमा मान्छे पनि हुन्छ होला सायद, मान्छे बोटमा चढ्नु लागेको छ हेर्नु हेर्नु न। तर डर लाग्छ यार मलाई त। बोटेर त्यहाँ रहेछ के मजा पनि आउँछ। राजा रानीको दामी थियो त। कहाँनिर अरे? राजा रानीमा हो। अबे खुट्टाले होला नि त्यहाँनिर, होइन? पेट्रोलकै डिजेलले चलाउँछ ढ्याँ गर्ने खालको। ए पहिला हामी जाँदा त त्यहाँ त पुरा खुट्टाले दिनुपर्ने थियो नि त। अहिले चाहिँ त्यस्तो छ क्या, नयाँ दिएको रहेछ कि।
यो चाहिँ माथिको नजारा है यता पनि राम्रो छ हौ यतादेखि चाहिँ यतादेखि चाहिँ गाउँहरू देखिन्छ यहाँ पर बुद्धको स्ट्याचु पनि छ कस्तो राम्रो छ है आनन्द आउने क्या त्यो फ्रेममा चाहिँ हामी यतिकै यता हुनुहुन्छ मेरो को हो तपाईँ को म तिम्रो मेरो बडीगार्ड अनि मेरो बडीगार्ड के भन्नु त्यति नै हो त्यति मात्र मेरो तलबको कुरा गर होइन मेरो वर्किङ आवरको कुरा गर होइन कस्तो वर्किङ आवर चाहिँ कस्तो हो बडीगार्ड भनेपछि त अब यति बजीदेखि यति बजीसम्म हुन्छ नि त जिन्दगीभरको हो कस्तो राम्रो हावा चलेको है फ्रेस हो फुल फ्रेस हो पछाडि चढाउने घाम लागिरहेछ तर घाम लागेको सुन्दैन अब हामी चाहिँ यहाँ माथि डाँडाहरू यता माथि माथि चिया बगान डुलेर अब हामी ओह्रालोतर्फ लाग्दैछौँ हाम्रो प्लेन भएकोतिर अब हामी यहाँ चढेर आज घर जाने है कस्तो मन पर्यो यहाँ कस्तो रमाइलो क्या आनन्द 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 ए यता पनि रहेछ नि त बाटो है यहाँ रहेछ झन् टाढो नजिक देख्दो रहेछ क्या नि भयो यहाँनिर प्लेनको कन्डिसन कस्तो छ भनेर हेर्दैछ हाम्रो पाइलटजीले अब यता हो नि त मेन त चाबी लाग्छ त हौ खै त नि तपाईँसँग चाबी छ भने होइन ल ल ल मेन पाइलट त यहाँभित्र हुँदो रहेछ नि त नि यता त मलाई स्क्याम हान्नु भएछ नि त उहाँले त लास्टमा यताभित्र हुँदो रहेछ क्या मेन पाइलट त एउटा मेरो साथी हो बिचारा लास्टमा यो प्लेनको त उहाँ त पुरा सरसफाइ गर्ने पो रहेछ त मलाई पुरा गफ दिएर क्या यता हामी चाहिँ यता पारीपट्टि आइपुग्यौँ पारीदेखि चाहिँ होइन त वारी आइपुग्यौँ पारीको नजारा चाहिँ यस्तो छ ठुल्ठुलो यस्तो सानो केटाकेटी पिङ खेल्दैछ त्यहाँबाट हल्ला गर्दै कति सानो हो केटाकेटी त्यहाँ है साह्रै सानो केटाकेटी रहेछ ठुलो मान्छे त्यहाँ छिर्ने बित्तिकै सानो देखिन थाल्छ हौ हजुर कस्तो एक्सपिरियन्स भइरहेछ तिमी कस्तो अहिले फिल गरिरहेछौ होइन त्यो चाहिँ अति भयो त्यो चाहिँ अति भयो रमाइलो त्यस्तै पायो भने यस्तोतिर जग्गा किन्नु पायो भने त म यस्तो कालकोसँग घर यहाँ बनाएर यहीँ बस्थेँ त्यस्तो फिल हुन्छ है मलाई त्यस्तो तर अन्त ठाउँको के यो मतलब यो ठाउँ कस्तो हो जस्तो लाग्छ तिमीलाई चाहिँ मतलब हुन्छ नि अब गर्मी टाइपको कि होइन गर्मी छैन चिसोमा कति चिसो हुन्छ भन्दै थिएँ नि अघि छिर्ने बित्तिकै ठुलो मान्छे पनि सानो मान्छे भइहाल्छ भनेर त्यही र त अनुहार किन मिल्छ भन्छु क्या के अस्ति तिमीले साँच्चै यहाँ आएर खिचेको म त होइन ल थाहा छ त्यो भिडियो हेर्दाखेरि त्यहाँनिर पनि एउटा हुन्छ नि अब त्यो पुरा यो फलामले बारिदिएको होइन ऊ यस्तो उयो पर्को त्यो रातो हट छैन त्यो हो त्यस्तै क्या तर सबै फलामले बारेको अनि त्यहाँदेखि चाहिँ अब यो ताल हेर्ने ठाउँ क्या समय अघि मैले भन्दै मात्र थिएँ क्या के भन्दै थिएँ मैले जति नै बुढाबुढी आए पनि होइन उहाँदेखि छिर्ने बित्तिकै होइन यहाँनिर त खरायो रहेछ नि त नि
व्हाइट कलरको यिनीहरूको त अगाडि नाप त छिनौ छैन कति राम्रो राम्रो खरायो रहेछ ए यिनीहरूलाई खुवाउने बानी भयो बाह्र छ थाहा भएन नि त न त ल्याइदिन्थेँ नि त के पनि छैन ला घटी पनि लान्छ नि थाहा हुन्छ बिचराहरू के ल्याइदियो सोच्यो होला केही थिएन यहाँ तलतिर पनि रहेछ यो त के हो मृग होला जराएको त यति लामो हुन्छ नि त होइन यिनीहरू मृग होला बच्चा पनि रहेछ कति के बिचराहरू तर मैले अस्तिको पाल आउँदा देखिनँ कि यिनीहरूलाई आजै हो आमा बच्चा होला है यहाँ चाहिँ के रहेछ होइन नि खोइ के हो डाफे डाफे त होइन नि डाफे जस्तै छ त्यही त उता पल्पट्टि हेर्दा के हो यो त परेवा हो परेवा रहेछ यो त डाफे नै जस्तो छ त बेबे त्यही त हो नि डाफे नै हो यो त क्यामेराले कस्तो मजाले त नै गरेन क्या यहाँनिर चाहिँ शिवजीको मूर्ति पनि ठुलो छ शिव पोखरी यता चाहिँ कस्तो राम्रो राम्रो फुलहरू छ क्या तर यो धरानतिर फुल्दैन नि यो खालको फुलहरू यतैतिर मजाले हुन्छ क्या कस्तो राम्रो एक्स्ट्रा पो हुन्छ त्यहाँनिर फुलहरू क्या यता पर ए होइन अर्को अलरेडी त एउटै अर्को फुलेको जस्तो लागेको यो ठाउँमा चाहिँ 12 मास फुल हुँदो रहेछ क्या अस्तिको टनाउँदा पनि यस्तै राम्रो फुलेको थियो यो पालि पनि त्यस्तै छ हौ फुलहरू बाबा पुतली पनि छ क्या पुतली त हो त यो होइन कहाँ चाहिँ हो यहाँ हौ ए होइन हो त पुतली नै हो अब हामीले चाहिँ पाखरी बस पनि मजाले डुलिसक्यौँ धेरै नै रमाइलो भयो मजा आयो होइन माइन्ड पनि फ्रेस भयो अब यो राम्रो राम्रो फुलहरू हेर्दै अब हामी चाहिँ घर फर्किनु लागेको हाम्रो भिडियो चाहिँ आजलाई यति नै सबैजनाले हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्ने सबैजनालाई बाई बाई